स्वागत गर्न चाहन्छु। आज हामी एकदमै विशेष अनि एकदमै अस्पिसियस एकदमै पुण्य अवसरमा चाहिँ यहाँनिर भेट भएका छौँ, ग्यादरिङ भएका छौँ। नेपालको गौरव, शान्तिको अग्रदूत, नेपालको एउटा राष्ट्रिय विभूति महामानव भगवान गौतम बुद्धको 2569औं जन्मजयन्तीको पावन अवसरमा हामी यहाँनिर आज भेटघाट भएका छौँ। र हामी सबैलाई थाहा छ होइन, भगवान बुद्धको मार्ग उहाँले बाँड्नु भएको चाहिँ ज्ञान, र बुद्ध भनेको चाहिँ बोध हुनु हो, र ज्ञानको माध्यमबाट चाहिँ अशिक्षालाई चाहिँ हटाउन सकिन्छ। ज्ञानको माध्यमबाट चाहिँ आफूमा भएको द्वेष, ईर्ष्या, लोभ, लालच, अहिंसा जस्ता कुराहरूलाई चाहिँ हिंसा जस्ता कुराहरूलाई चाहिँ हामीले हटाएर चाहिँ एउटा राम्रो मार्गमा जान सकिन्छ। र बुद्ध भनेको एउटा दर्शन हो, र उक्त दर्शनलाई चाहिँ यदि हामीले चाहिँ सच्चा मनले, एकदम कठोर मनले चाहिँ हामीले फलो गर्न सक्यौँ भने हामीले मोक्ष प्राप्ति गर्न सक्छौँ भन्ने खालको चाहिँ एउटा जुन दर्शन भगवान बुद्धले वर्ल्ड वाइड बाँड्नु भएको छ, र नेपालको एउटा गौरव पनि भएको कारणले गर्दा हामी संसारको जुनसुकै स्थानमा पुगे तापनि हामीले बुद्ध पूर्णिमालाई चाहिँ विशेष एउटा अस्पेसियस अकेजनको रूपमा लिएर हरेक वर्ष यसरी नै हामीले ग्यादरिङ भएर चाहिँ मनाउँदै आइरहेका छौँ। र सोही क्रममा आज पनि भगवान गौतम बुद्धको 2569औं जन्मजयन्तीको अवसरमा हामी यहाँनिर ग्यादर भएका छौँ। र हरेक वर्ष चाहिँ यो वर्ष पनि 8वटा संस्थाहरूको संयुक्त आयोजनामा हामीले आज छोटो हामीले यहाँनिर सामूहिक पूजापाठ, प्रसाद ग्रहण अनि शुभकामना आदान प्रदान कार्यक्रमलाई चाहिँ राख्ने जमर्को गरिरहेका छौँ। र हाम्रो यो चाहिँ एकदमै काइन्ड अफ इन्फर्मल वा सेमी फर्मल कार्यक्रम नै हो, त्यस कारणले गर्दा यसलाई चाहिँ हामी त्यति फर्मली पनि नलैजाउँ होला। र म त्यही अनुसारले कार्यक्रमलाई अगाडि बढाउने प्रयास गर्नेछु। आशा गर्नेछु यहाँहरूले कार्यक्रमको अन्तिमसम्म यसरी नै साथ दिनुहुनेछ भनेर। र सर्वप्रथम आजको यस कार्यक्रममा म आयोजक मध्येका चाहिँ संयोजकको रूपमा चाहिँ आफ्नो भूमिका निभाउँदै आउनुभएका शेर्पा समाज मकाउका अध्यक्ष आदरणीय दाइ आङ्ग्यालजेन शेर्पाज्यूलाई चाहिँ आसन ग्रहण गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। आजको बुद्ध जयन्ती मूल आयोजक कमिटीको चाहिँ संयोजक पनि हुनुहुन्छ। हरेक वर्ष उहाँले नै लिड गर्दै आउनुभएको छ, र उहाँलाई चाहिँ हामीले फलो गर्दै उहाँलाई साथ दिँदै हामीले अन्य 7वटा 8वटा सङ्घ संस्थाहरूले पनि उहाँसँगै हामीलाई चाहिँ अगाडि यसरी नै बढ्दै आइरहेको छ। र यसै क्रममा म आसन ग्रहणको क्रमलाई चाहिँ एकैछिन यहाँनिर चाहिँ अगाडि बढाउन चाहन्छु। र आसन ग्रहणकै क्रममा म आफ्नो आसन ग्रहण गरिदिनु हुनको लागि नेपाल आदिवासी जनजाति महासङ्घ मकाउका अध्यक्ष आदरणीय दाइ भीम कुमार राईज्यूलाई हार्दिक अनुरोध, भीम खामज्यूलाई पनि हार्दिक अनुरोध गर्छु। त्यस्तै गरेर म आसन ग्रहणकै क्रममा गुरुङ तबु समाज मकाउको उपाध्यक्ष आदरणीय दाइ अमृत गुरुङजीलाई, त्यस्तै गरेर आसन ग्रहणकै क्रममा म किरात राई यायुका मकाउका महासचिव आदरणीय उपाध्यक्ष आदरणीय भूगल राईज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। तामाङ घेदुङ सङ्घ मकाउका सहसचिव आदरणीय हाम्रो डेनी माइलाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। किरात याक्थुङ चुङलो मकाउको प्रतिनिधि हुनुहुन्छ भने प्लिज मलाई इन्फर्म गरिदिनु होला। लिन्छु अमर दाले मैले देखिरहेको अब भने म आसन ग्रहणको क्रमलाई नै यहाँनिर एकैछिन स्थगित गर्दै आवश्यक परेको खण्डमा फेरि पनि अगाडि बढाउने बाचा गर्दै आजको कार्यक्रमलाई चाहिँ दियोमा चाहिँ दीप प्रज्वलन गरेर हाम्रो आयोजक संस्थाहरू किरात राई यायुका मकाउ, किरात याक्थुङ चुङलुङ मकाउ, मगर सङ्घ मकाउ, नेवागुठी मकाउ, तामाङ घेदुङ सङ्घ मकाउ, मगर सङ्घ मकाउ, शेर्पा समाज मकाउ र नेपाल आदिवासी जनजाति महासङ्घ मकाउ 8वटा सङ्घ संस्थाहरूको सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई सामूहिक रूपमा चाहिँ दीप प्रज्वलन गरेर आजको यस कार्यक्रमको चाहिँ समुद्घाटन गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु। संसारी माया विचित्र मरेर के पोलान्छ र नगर बिर्थै लोभी मन छोडेर जान्छ बिर्थैको धन। आखिर एक पेट खानु छ, हाँसी खुसी जिउनु छ। अधर्म कहिले नसोच्नु, सके पुण्य कमाउनु। अधर्म कहिले नसोच्नु, सके पुण्य कमाउनु। दिदी एनआरएन आइसिसी मकाउको चाहिँ हाम्रो आदरणीय सिनियर समाजसेवी दिदी शान्ति देवी अधिकारीज्यूलाई पनि
त्यस्तै गरेर समाजसेवी आदरणीय मोलो नरेश गुरुङज्यूलाई पनि महासङ्कलन गरिदिनुको लागि अनुरोध गर्छु। र आजको हाम्रो सर्ट नोटिफिकेसनमा पनि यति हामीले चाहिँ फेसबुक मार्फत टिकटक मार्फत जसरी हामीले चाहिँ आजको कार्यक्रमका लागि चाहिँ हामीले नोटिफिकेसन चाहिँ पब्लिक गरेका थियौँ त्यसको सर्ट नोटिफिकेसनमा पनि यति उपस्थिति जनाइदिनु भयो। यहाँहरू सम्पूर्णलाई चाहिँ उपस्थितिको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र राष्ट्रिय गानलाई चाहिँ यहाँनिर स्थान दिन चाहन्छु र राष्ट्रिय गानको लागि यहाँहरू सबैजना तयार भइदिनु होला र प्ले गरिदिनुको लागि म हाम्रो जन्मस्थान अनि बुद्ध दर्शनलाई चाहिँ जुन रूपमा चाहिँ एउटा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ प्रमोट गर्नुपर्ने हो, अब हाम्रो नेपालको चाहिँ राष्ट्रिय तर्फबाट जुन रूपले चाहिँ संरक्षित हुनुपर्ने हो त्यो चाहिँ नभइरहेको अवस्थामा चाहिँ हाम्रो त्यो कुरोमा दुःख पनि लाग्छ। तर यद्यपि दर्शन र धर्म भन्ने कुरा चाहिँ मान्छेको चाहिँ एकदमै व्यक्तिपरक भएको कारणले गर्दा हामी संसारको जुनसुकै कुनामा रहे तापनि हामी एउटा नेपाली भएको नाताले हामीलाई त्यो कुरोमा दुःख लागे तापनि हामीले एज एन ह्युमन बिङ हामीले चाहिँ बुद्ध दर्शनलाई चाहिँ यसको भावलाई बुझेर चाहिँ आफ्नो जीवनलाई चाहिँ बुद्ध दर्शन अनुरूप चाहिँ अगाडि बढाउने चाहिँ हामीले प्रयत्न गर्नेछौँ भन्ने कुरामा चाहिँ म यहाँनिर विश्वस्त हुन चाहन्छु। र भगवान् गौतम बुद्धले भन्नुभएको छ कि धर्म भनेको चाहिँ कुनै लम्बा चौडा चाहिँ पुराण प्रवचन केही होइन होइन, धर्म भनेको चाहिँ आफ्नै मनभित्रको यात्रा हो। आफूलाई आफ्नो नेचरलाई बुझेर म को हो, मेरो उद्देश्य के हो र आफ्नो चाहिँ महत्त्व आफ्नो अस्तित्वलाई बुझेर चाहिँ अगाडि बढ्नु नै धर्म हो भनेर भगवान् बुद्धले भन्नुभएको छ। हामी चाहिँ आफूलाई नबुझिकन आफ्नै साथी नबनिकन अरूको साथी बन्न खोज्छौँ रे, आफूलाई नबुझिकन चाहिँ यो मान्छे कस्तो छ त्यो मान्छे कस्तो छ भनेर बाहिरी संसारमा चाहिँ शान्ति खोजिरहेको हुन्छ रे, उसलाई चाहिँ मैले यस्तो गर्न पाएँ, उसलाई खुसी पार्न भए म खुसी हुन्थेँ होला भन्ने खालको चाहिँ हामीमा त्यस्तो प्रकारको भावहरू हुन्छ रे। तर वास्तवमा धर्म भनेको चाहिँ आफै मनभित्रको यात्रा हो, आफूले आफूलाई चिन्ने यात्रा हो, आफूले आफूलाई चाहिँ डिस्कभर गर्ने चाहिँ एउटा जर्नी हो भनेर भगवान् बुद्धले भन्नुभएको छ। र यो भगवान् बुद्धको भावसँगै म आजको यस कार्यक्रममा हाम्रो उपस्थित सम्पूर्ण चाहिँ प्रतिनिधिज्यूहरू, सम्पूर्ण हाम्रो जति पनि हाम्रो सहभागी साथीहरू हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई चाहिँ आजको यस कार्यक्रमको औचित्यको बारेमा र यस्ता कार्यक्रमहरूले चाहिँ के महत्त्व राख्दछ र बुद्ध दर्शनको बारेमा अझ विस्तृत रूपमा केही जानकारी दिइदिनु हुनको लागि आजको यस कार्यक्रमका संयोजक आदरणीय म आङ्ग्यालजिन शेर्पाज्यूले आफ्नो 2 शब्द राखिदिनु हुनको लागि हार्दिक अनुरोध। सङ्घ संस्था लगायत विभिन्न हाम्रो अग्रजहरू र दाजुभाइ दिदीबहिनी, आज हामी हरेक वर्ष चाहिँ यसपालि हामी 2569 बुद्ध जयन्ती मनाउन गइरहेको छौँ। अब यो बुद्ध जयन्ती हामीले मकाउमा रेगुलर यो बुद्ध पूर्णिमाको दिन हामीले रेगुलर बनाएको 3-4 साल भइसक्यो। योभन्दा पहिले थिएन। हामीले यसलाई चाहिँ सुरुवात गरौँ भने हामी सबै सङ्घ संस्थाहरूले 7-8वटा संस्थाहरूले ल गरौँ न त भनेर चाहिँ हामीले सुरु गरेर चाहिँ गर्दाखेरि एक किसिमको हामी बिचमा यो जुन बुद्धको विषयमा र बुद्धको ज्ञानको विषयमा बुद्धको उपदेशको विषयमा त अब अघि नै वीरेन भाइले सबै विस्तृत भनिसक्नुभयो। हजुरहरूलाई पनि सबै अवगत नै भएको कुरा हो। हामी नेपाली हौँ, हामी नेपालमा जन्मेको बुद्धको विषयमा त्यति धेरै वर्णन गरिरहनु पर्ला जस्तो त मलाई लाग्दैन। तैपनि बुद्ध भनेको हामी आफै नै हौँ। मलाई जहाँसम्म लाग्छ मेरो आफ्नो के हो, बुद्धत्व प्राप्त गर्ने भन्ने कुरो कसरी प्राप्त गर्ने? अब आफ्नो व्यवहारले चाहिँ हामी बुद्ध बन्न सक्छौँ। अघि नै भाइले भन्नुभयो अरूको गुनासो गरेर, अरूलाई बनेर, अरूको के जति गरेर, हरेक दिनदिनै पूजापाठ गरेर तर मनमा चाहिँ अलिकति
के जति बोकेर हिँडेको छ भनेदेखि त्यो कहिले पनि त्यो तपाईँको बुद्धको के जति हुँदैन। आफ्नो व्यवहार राम्रो हुनु पऱ्यो। बुद्ध भनेको हामी आफै नै हौँ र यो कसरी 2500 वर्ष अगाडि नै बुद्धले कस्तो खालको चाहिँ ज्ञान दिनुभएको रहेछ भने अहिले 2500 वर्ष पछाडि आएर सबैले फलो गर्न थालेको छ। हेर्नु, अहिंसालाई फलो गरेको छ होइन, शान्तिलाई फलो गरेको छ। विश्वमा शान्ति होस् भनेर विश्व शान्ति पूजाहरू गर्नुभएको छ। विभिन्न जात जाति धर्म, हामी नेपाली मात्र नभएर विश्वभरि तपाईँको बुद्धको ज्ञानको चाहिँ अहिले जुन एउटा चाहिँ अहिलेको यो एआईको जमाना भए तापनि एआईले शुद्ध बुद्धको जुन के त्यसलाई फलो गरेको छ तपाईँ हामी देख्छौँ नि है। त्यस कारणले गर्दाखेरि यो बुद्धलाई हामीले आज एक दिन भए पनि यसरी एक ठाउँमा जोडेको यो बुद्धको कारणले जोडेका छौँ हामी आज यहाँ सबैजना नेपालीहरू, नेपाली दाजुभाइ दिदीबहिनी यी विविध कामको बावजुद विविध फुर्सद छैन, भित्र नाइट ड्युटी गरेर आउनु भएको छ, ड्युटी जाने हतारमा हुनुहुन्छ, तैपनि एकछिन भए पनि आइदिनु भएको छ। यो कस्तो भने हामीले छोटो राख्नु कारण पनि त्यही हो, हाम्रो यहाँ सबैको समय एकदम कम्ती हुन्छ। त्यस कारणले गर्दाखेरि हामी वर्षको एक दिन भए पनि एक ठाउँमा आएर यसो पूजा गरौँ र सबैले एकछिन भए पनि बुद्धलाई सम्झ्यौँ। किनभने बुद्ध भनेको भाइले भनिसक्नुभयो हाम्रो नेपालको एउटा गौरवको कुरा हो, शान्तिको अप्रदूत। अब यो यस्तो महिम यस्तो मान्छे यस्तो बुद्धत्व प्राप्त गर्नको लागि हामीले चाहिँ वर्षमा एक दिन भए तापनि मन्दिरमा आएर यसो सम्झ्यौँ भन्ने हेतुले हामीले यो गर्दाखेरि तपाईँहरू सबैजना आइदिनु भएको छ। धेरै धेरै धन्यवाद। यहाँ आयोजक मित्रहरू, सङ्घ संस्थाहरू सबैजनाको जुन लगाव छ, जुन किसिमको चाहिँ प्रयत्न छ, त्यतिकै हामी यति जम्मा भएको छैनौँ। सबैलाई धन्यवाद दिँदै, यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीहरूलाई धन्यवाद दिँदै आजको जुन 2569 बुद्ध जयन्तीको सबैलाई शुभकामना दिँदै र यस 2569 बुद्ध जयन्तीले हामी मानव जगतको मात्र नभएर सम्पूर्ण प्राणी जगत र विश्वभरि विश्व शान्तिको शुभकामना गर्दै आजको बुद्ध जयन्तीको छोटो वक्तव्य म यही नै अन्त गर्न चाहन्छु। सबैलाई बुद्ध जयन्तीको शुभकामना भनेको चाहिँ हामी भित्र नै निहित भएको एउटा चाहिँ चेतना हो। भगवान बुद्ध पनि मानव हुनुहुन्थ्यो, एउटा राजकीय खानदानमा जन्मिनु भयो र पछि चाहिँ उहाँले आफ्नो सम्पूर्ण कुराहरू परित्याग गरेर चाहिँ शान्तिको खोजीमा चाहिँ इन्डियामा जानुभयो र आफ्नो अल्टिमेट कन्सियसनेस, आफ्नो चेतनाको चाहिँ उच्चतम प्रयोग गरेर चाहिँ उहाँले बुद्धत्व प्राप्त गर्नुभयो। र आज एकदमै पुण्य दिन रहेको छ। उहाँ जन्मिनु भएको, उहाँले बुद्धत्व प्राप्त गर्नुभएको र उहाँ चाहिँ परिनिर्माण हुनुभएको, समाधि लिनुभएको एउटै तिथि वैशाख पूर्णिमा भएको कारणले गर्दा आजको तिथिमा यहाँले चाहिँ एउटा सच्च मनले चाहिँ एउटा ज्ञान र चाहिँ यहाँले चाहिँ एउटा राम्रो पुण्य कामको सुरुवात गर्नुभयो भने आजको दिनलाई चाहिँ एकदमै शुभ मानिन्छ। र मलाई आशा छ यहाँहरूले पनि केही नसके तापनि आफूमा भएको दुर्गुणहरूलाई सकेसम्म चाहिँ हटाउने प्रयास गर्नुहुनेछ। किनकि कोही पनि मान्छे पर्फेक्ट हुँदैन। हामी आफूलाई थाहा छ कि आफ्नो चरित्र कस्तो छ भन्ने कुरा। मलाई जति चिनेको छु उहाँले मलाई चिन्नुहुन्न होइन। रमेश दाले उहाँले आफूलाई जति चिन्नु भएको छ मैले उहाँलाई चिन्नुहुन्न, मैले एज्युम मात्र गर्ने हो कि उहाँ यस्तो खालको मान्छे होला भनेर। त्यस कारणले गर्दा आफ्नो दुर्गुणहरूलाई चाहिँ आफूले नै पखाल्ने हो। आफ्नो भित्र भएको सम्पूर्ण चाहिँ चित्त शुद्धि गर्ने काम चाहिँ आफ्नो नै हो। र आजको दिनमा चाहिँ त्यो अलिकति प्रयास चाहिँ हामीले गर्नु होला भन्ने चाहिँ मेरो अनुरोध पनि दिँदै र यहाँहरूको लागि चाहिँ एउटा सानो नोटिफिकेसन, यही आउँदो चाहिँ 25 तारिकमा चाहिँ हाम्रो किरात राई यायोका मकाउको चाहिँ चण्डी साकेला उभौली साकेला रहेको कारणले गर्दा यहाँहरू यदि इच्छुक हुनुहुन्छ, समय छ भने चाहिँ हाक्सा बिचमा चाहिँ यहाँहरूले 25 मेमा चाहिँ गएर चाहिँ जोइन गरेर चाहिँ रमाइलो गर्न सक्नुहुनेछ, शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ भन्दै अबको कार्यक्रमलाई चाहिँ म एकदमै छुट्याउन गइरहेको छु। अब हाम्रो कार्यक्रम भनेको चाहिँ हामी सबैजना चाहिँ सामूहिक रूपमा जसले चाहिँ धुप बाल्नु भएको छैन, हामी फेरि पनि मिलेर चाहिँ पालो पालो धुप बालेर अन्त्यमा हामीले यहाँहरू सम्पूर्णका लागि चाहिँ सानो चाहिँ एउटा प्रसादको पनि व्यवस्था गरेका छौँ। सबैजना मिलेर चाहिँ हामी प्रसाद ग्रहण गरेर चाहिँ एकैपटक छुट्टिनेछौँ। र त्योभन्दा अगाडि चाहिँ म हाम्रो आदरणीय दाई, सिनियर दाई, नेपाल आदिवासी जनजाति महासङ्घ मकाउको चाहिँ अध्यक्ष आदरणीय दाई भीमकुमार राईज्यूलाई यहाँहरू सम्पूर्णलाई सम्बोधन गर्दै एकदमै सठिकमा छोटो शुभकामना मन्तव्य राखिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। बारेमा त यहाँहरूले सुनि नै सक्नु भएको छ। र हामीले मैले छोटो रूपमा भन्नुपर्दा चाहिँ यहाँ सबै हामी विदेशमा रहेर पनि हामी यति गर्नसम्म भ्यायौँ, यति गर्न हामी सबै जम्मा भयौँ। हामीले सोचे भन्दा पनि अलिकति बढी नै यहाँ भेला भएको जस्तो लागिरहेको छ। त्यसले गर्दा यो बुद्धको कारणले अघि नै ज्यूले भनिसक्नुहुन्छ, उहाँकै कारणले भेला भएको छ। उहाँकै यो 3टा शब्द मात्रै भन्न चाहन्छु, बुद्धम शरणम गच्छामि, सङ्गम शरणम गच्छामि, धम्मम शरणम गच्छामि। सम्पूर्णलाई धन्यवाद। Om
Padme Hum. Om Mani Padme Hum. Om Mani Padme Hum. Mani Padme Hum. Mani Padme Hum. Om Mani Padme Hum. Om Mani Padme Hum. Om Mani Padme Hum. Mani Padme Hum. Om Mani Padme Hum. Om Mani Padme Hum. Om Mani Padme Hum. Mani Padme Hum. Om Mani Padme Hum. Om Mani Padme Hum. Om Mani Padme Hum. Mani Padme Hum. Om Mani Padme Hum. Om Mani Padme Hum. Om Mani Padme Hum. Mani Padme Hum. Om Mani Padme Hum. Om Mani Padme Hum. जतिजनाले पूजा गर्नु भइसक्यो उहाँहरू नाइट गरेर पनि आउनुभएको छ टुरी राखेर काम गर्ने नाइट गरेर आउनुभएको हाल्दै हाल्दै भोट होइन त्यसमै ल बुद्धम शरणं गच्छामि हैन सर्वम शरणं गच्छामि कसो हो त हैन धम्मम शरणं गच्छामि संगम शरणं गच्छामि ल हे गौतम बुद्ध शान्ति का अग्रदूत सगरमाथा विजय गर्ने यही देशका हुन् सपूत जन्मे यही गौतम बुद्ध शान्ति का अग्रदूत सगरमाथा विजय गर्ने यही देशका हुन् सपूत
सकिएपछि हामी चाहिँ नैवेद्य प्रसाद खानातिर लागिरहेको छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो चेलीहरूद्वारा प्रसाद बाँड्दै हुनुहुन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ आज बुद्ध जयन्ती मकाउमा पनि भव्यताको साथ बुद्ध जयन्ती मनाएको अवस्था। ल ह्याप्पी बुद्ध जयन्ती है त। ल है भाइ ह्याप्पी बुद्ध जयन्ती। भाइ ह्याप्पी बुद्ध जयन्ती है त। भाइ ह्याप्पी बुद्ध जयन्ती हजुर भिडियो भाइ बुद्ध जयन्तीको शुभकामना। ल दाइ बुद्ध जयन्ती शुभकामना है त। लाफा ल है ह्याप्पी बुद्ध जयन्ती दाजुहरूलाई ह्याप्पी बुद्ध जयन्ती है त। बुद्ध जयन्तीको शुभकामना। ल ह्याप्पी बुद्ध जयन्तीबाट के खाँदै हुनुहुन्छ? हजुर म प्रसाद खाँदै प्रसाद ल है त। हाम्रो तरकारी तेल रोटी त्यसपछि नमकिन। ओहो धनबहादुर मगर मगरज्यूलाई धेरै धेरै धन्यवाद। ह्याप्पी बुद्ध जयन्ती है त दाइ। है ल 2559 बुद्ध जयन्तीको यो सुखद अवसरमा हजुर हामीहरू भेटघाट भयो। धेरै धेरै धन्यवाद। ल जयन्ती है त सर है त। ल ह्याप्पी बुद्ध जयन्ती। ल ह्याप्पी बुद्ध जयन्ती है सर। ल है सर ह्याप्पी बुद्ध जयन्ती है त। ह्याप्पी बुद्ध जयन्ती ह्याप्पी बुद्ध जयन्ती लाफाहरूलाई है। ल ह्याप्पी बुद्ध जयन्ती है त। सोल्टी ह्याप्पी बुद्ध जयन्ती है। श्याम सर ह्याप्पी बुद्ध जयन्ती। ल ह्याप्पी बुद्ध जयन्ती है सर। के खाँदै हो भाइ? ल प्रसाद हो ह्याप्पी बुद्ध जयन्तीको प्रसाद। ल होइन कति करोडको हो फेरि यो चाहिँ आम्मा 3 करोडै हो त। ल है त ह्याप्पी बुद्ध जयन्ती सोल्टी ह्याप्पी बुद्ध जयन्ती हजुर। ह्याप्पी बुद्ध जयन्ती दाइ। रविन्द्र यता ह्याप्पी बुद्ध जयन्ती है त। ह्याप्पी बुद्ध जयन्ती है दाजुहरूलाई। ह्याप्पी बुद्ध जयन्तीको शुभकामना है। धन्यवाद। एकदम प्रसादको रूपमा बहिनीहरूले खिर बनाउनु भयो, सेलरोटी बनाउनु भयो, बाबुले यो आलुदम बनाउनु भयो। प्रसादको रूपमा आज बुद्ध जयन्तीको दिन मिठो बनाउनु भएको छ। सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू दाइ थ्याङ्क यू। सबैलाई शुभकामना है त। सबैजनालाई ह्याप्पी बुद्ध जयन्ती है। ह्याप्पी बुद्ध जयन्ती बुद्ध जयन्तीको शुभकामना है। दिदीहरूलाई बहिनीहरूलाई बुद्ध जयन्तीको शुभकामना। 2569 बुद्ध जयन्तीको दिन यो बुद्ध पूर्णिमाको दिन यो अति नै महत्त्वपूर्ण दिन। एकदम मिठो मिठो प्रसादहरूको रेडिमेड गरेर हामीले यति मिठो मिठो भोजन गर्न पाएका छौँ। यति मिठो भोजन खुवाउनु भएकोमा मिठो सेलरोटी पकाएर चाहिँ हाम्रो शर्मिला बहिनीले चाहिँ एकदम हामीलाई चाहिँ यतिजना मान्छेले खुवाउनु भएको छ। एकदम धेरै धेरै धर्म आजको पुण्य कमाउनु भएको छ। हामी आत्मसन्तुष्टि भयौँ। त्यो नै तपाईँहरूले के हो। र त्यस्तै गरेर खिर पकाएर बुद्ध पूर्णिमा दिन खिर त नखाइ नहुने खिर पकाएर चाहिँ हाम्रो सङ्गीता बहिनीले यति मिठो खिर खुवाउनु हो। त्यसका लागि धेरै धेरै धन्यवाद। ल ताली ताली खै ताली। श्याम भाइले सबै नै गरिरहनुहुन्छ। भाइले सबै काममा अघि बढ्नुहुने भाइ हाम्रो प्यारो भाइ। यति मिठो आलुदम कति मजाले परिकार सबै जुटाएर चाहिँ मिठो बढाएर चाहिँ यति मजाले खुवाउनु हो। यहाँहरूले ठुलो पुण्य कमाउनु भएको छ। आज बुद्ध पूर्णिमाको दिन यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन्छ। हामी सबै 8वटा संस्थाको तर्फबाट यहाँहरूलाई चाहिँ धेरै धन्यवाद। तपाईँहरूको साथसाथै चाहिँ फेरि फेरि पनि यसै गरेर रहोस्। तपाईँहरूको मनोकामनाहरू सबै बुद्ध भगवान्ले पुरा गरून् है त। आउने मनोकामनाहरू इच्छाहरू सपनाहरू पुरा गरून् है त। तपाईँहरूले सबैको मुख मिठो बनाइदिनु भयो।